दशकौंको प्रतीक्षा, कैयौं पटकको हृदय विदारक हार र एउटा कहिल्यै नमर्ने सपना। जोर्डन, जसलाई फुटबलको दुनियाँमा अल नसामा भनिन्छ, उसले अन्ततः इतिहास रचेको छ। 9 पटकको असफल प्रयासपछि जोर्डनले पहिलो पटक फिफा विश्वकपको मञ्चमा आफ्नो पाइला राख्दैछ। एसिया कपको उपविजेता बनेर सनसनी मच्चाएको यो टोली अहिले आफ्नो सुनौलो पुस्ताका साथ विश्वको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गर्न तयार छ। के जोर्डनले आफ्नो पहिलो सहभागितामै विश्वलाई चकित पार्ला? आज हामी जोर्डनको यो ऐतिहासिक सफलता र 2026 का लागि उनीहरूको रणनीतिको चर्चा गर्नेछौँ। जमाल सेलामी, मोरक्कन विरासतको निरन्तरता। जोर्डनको यो ऐतिहासिक यात्राका नयाँ सारथी हुन् जमाल सेलामी। हुसेन अम्मौटाले बसालेको जगलाई अझ बलियो बनाउँदै मोरक्कन रणनीतिकार सेलामीले जोर्डनको रक्षा पंक्ति र आक्रमणको सन्तुलनलाई नयाँ उचाइमा पुर्याएका छन्। आफ्नो खेल जीवनमा राजा कासाब्लाङ्का र बेसिक्टास जस्ता क्लबबाट खेलेका 55 वर्षीय सेलामीले सन् 1998 को विश्वकपमा मोरक्कोको प्रतिनिधित्व समेत गरिसकेका छन्। उनको 12 खेलको कार्यकालमा जोर्डनले 19 गोल गर्दै मात्र 2 खेल हारेको छ। सेलामीको लचिलो र गतिशील खेल शैली नै 2026 मा जोर्डनको मुख्य तागत हुनेछ। 2026 को छनौट यात्रा, आक्रामक त्रिकोणीको जादु। जोर्डनको विश्वकप यात्रामा 3वटा नामहरू सबैभन्दा बढी गुन्जिएका छन्: मुसा अल तामारी, याजन अल नैमत र अली अलवान। यो घातक आक्रमण ट्रायोले एसियाली छनौटमा विपक्षी रक्षा पंक्तिलाई ध्वस्त पारेको छ। सुरुवाती सङ्घर्ष। साउदी अरब र ताजिकिस्तानसँगको सुरुवाती खेलमा केही अङ्क गुमाए पनि जोर्डनले पाकिस्तानलाई 7-0 ले हराउँदै लय समात्यो। निर्णायक क्षण। 5 जुन 2025 मा ओमानलाई 3-0 ले हराएपछि र इराकको हारसँगै जोर्डनले पहिलो पटक विश्वकपमा आफ्नो स्थान पक्का गर्यो। यो जोर्डनको फुटबल इतिहासकै सबैभन्दा ठूलो दिन थियो। विगतको पीडा र ब्राजिल 2014 को त्यो प्लेअफ। 2026 को यो सफलताका पछाडि विगतका कैयौं पीडादायी पलहरू लुकेका छन्। जोर्डन 2014 को विश्वकपको नजिकै पुगेको थियो। उज्बेकिस्तानलाई पेनाल्टीमा हराएर अन्तर्महादेशीय प्ले अफमा पुगेको जोर्डनको अगाडि उरुग्वे खडा थियो। लुइस सुआरेज, एडिन्सन कभानी र डिएगो फोर्लान जस्ता स्टारले भरिएको उरुग्वे विरुद्ध जोर्डन झुक्यो, तर त्यो हारले नै आजको सफलताको जग बसालेको थियो। हसन अब्देल फतेह, छनौटका ऐतिहासिक नायक। जोर्डनका लागि विश्वकप छनौटमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड हसन अब्देल फत्ताहको नाममा छ। उनले आफ्नो 11 वर्षको करियरमा कुल 16 गोल छनौट चरणमा गरे। सन् 2014 को छनौटमा नेपाल विरुद्धको 9-0 को जितमा उनले एक्लैले 4 गोल गरेका थिए। उनी जोर्डनका फुटबल फ्यानहरूका लागि सधैँ एक प्रेरणाको स्रोत रहनेछन्। 2026 को विश्वकप तालिका, अग्नि परीक्षा। आफ्नो पहिलो विश्वकपमा जोर्डनले विश्वका दिग्गजहरूसँग सामना गर्नेछ। जुन 16 मा अस्ट्रिया विरुद्ध सान फ्रान्सिस्कोमा उसले विश्वकप क्याम्पेन सुरु गर्नेछन्, जुन विश्वकप इतिहासमा जोर्डनको पहिलो पाइला हुनेछ। समूहको दोस्रो खेलमा जुन 22 मा अल्जेरिया विरुद्ध सान फ्रान्सिस्कोमा खेल्नेछ। 2 अरब राष्ट्रहरू बीचको यो खेल रोमाञ्चक हुनेछ। जुन 27 अर्जेन्टिना विरुद्ध डालस स्टेडियममा लियोनल मेसी र विश्वविजेता अर्जेन्टिना विरुद्ध जोर्डनको सबैभन्दा ठूलो परीक्षा हुनेछ। के जोर्डनले चमत्कार गर्ला? जोर्डनका लागि 2026 केवल एउटा सहभागिता मात्र होइन, यो एउटा गौरवशाली राष्ट्रको फुटबल सपनाको सुरुवात हो। अल तमारीको गति र सेलामीको रणनीतिले जोर्डनलाई यसपटक विश्व फुटबलको नक्सामा नयाँ पहिचान दिलाउन सक्छ। तपाईलाई के लाग्छ, जोर्डनले अर्जेन्टिना जस्तो टोलीलाई टक्कर दिन सक्छ? जोर्डनको पहिलो विश्वकप गोल कसले गर्ला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।